नमस्कार, जय नेपाल। म दिपेन्द्र शाह, पूर्व डिएसपी नेपाल प्रहरी। हजुरहरू सबैजनालाई मेरो युट्युब च्यानल नलेज हबमा चाहिँ हार्दिक स्वागत छ। आज मैले हजुरहरूको समक्ष महत्त्वपूर्ण होला भनेर यौन हिंसा तथा उत्पीडनहरू, सेक्सुअल भायोलेन्स अर हेरेसमेन्ट शीर्षकमा चाहिँ भिडियो प्रस्तुतिकरण लिएर आएको छु। यो पक्कै पनि हजुरहरूको लागि चाहिँ महत्त्वपूर्ण हुने नै छ भन्ने म विश्वास गर्दछु र त्यसै कारणले यसलाई चाहिँ ध्यानपूर्वक चाहिँ हेरिदिनु हुन, सुनिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र हजुरहरूले अहिलेसम्म मेरो युट्युब च्यानललाई सब्सक्राइब नगर्नु भएको भए सब्सक्राइब गरिदिनु हुन र यो भिडियो हेरेर मन पर्यो भने लाइक, कमेन्ट र सेयर समेत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब म ढिला नगरिकन यो आजको प्रस्तुतिकरणलाई अगाडि बढाउन चाहन्छु। यो भिडियो प्रस्तुतिकरणको उद्देश्य रहेको छ यस पाठको अन्त्यमा सहभागीहरू निम्न कार्यमा सक्षम हुनेछन्। यौन उत्पीडनको परिचय र पूर्व सङ्केतहरू बताउन सक्नेछन्। यौन हिंसाका असरहरू बताउन सक्नेछन् र सार्वजनिक सवारी साधन, अफिस, पार्क, रेस्टुरेन्ट, कलेज, स्कुलमा हुने यौन हिंसाबारे जान्न सक्नेछन् र यौनजन्य हिंसाबाट बच्ने उपायहरू समेत जान्नेछन् र अन्तमा यौन हिंसा सम्बन्धी कानुनी व्यवस्थाबारे जानकार हुनेछन्। अब यो यौन हिंसा भनेको के हो भन्ने सम्बन्धमा अब हजुरहरू कतिजनालाई त जानकारी नै छ, तर चाहिँ यसमा चाहिँ अलिकता तथ्यपरक रूपले चाहिँ यसको चाहिँ विश्लेषण र परिभाषित गर्दा चाहिँ अब यौन कार्य हुनको लागि दुईटा पक्ष चाहिन्छ, हैन? दुईटा पक्ष हुन चाहिन्छ नि त, कम्तीमा पनि दुईटा पक्ष चाहिन्छ यौन कार्य हुनको लागि अथवा यौन हिंसा हुनको लागि। तर त्यस्ता किसिमको यौन कार्य जुन चाहिँ दुवै पक्षको चाहिँ सहमति बेगर अथवा कुनै एक पक्षको सहमति बेगर भएको यौन कार्यलाई चाहिँ के भनिन्छ? यौन अपराध भनिन्छ। र यौन अपराध गर्दाखेरि चाहिँ पीडकले पीडितलाई डर, धाक, धम्की, लोभ, लालच र पदीय मर्यादाको दुरुपयोग गरी कसैलाई सहमत गराएर अथवा असहमत गराएर जबरजस्ती यौन कार्य गर्यो भने चाहिँ यौन हिंसा गरेको चाहिँ ठहर्छ। र यौन हिंसामा उमेर नपुगेको मान्छेहरूलाई चाहिँ सहमत गराएर अथवा विभिन्न जाल परिपञ्च मिलाएर, हैन, डर, धाक, धम्की देखाएर उसलाई चाहिँ सहमत गराएर गरेको यौन कार्य पनि के गर्दछ भन्दाखेरि यौन हिंसा ठहर्दछ, जुन चाहिँ कानुनद्वारा चाहिँ दण्डित हुन्छ प्रायशः अधिकांश विश्वका मुलुकहरूमा। र हिंसामा शारीरिक एवं मानसिक चोट वा आघात पुगेको हुन्छ र अपराध हुन दुईजना बीच इच्छा विपरीतको यौन कार्य सम्पादन भएको हुनुपर्छ। यो चाहिँ मैले अघि नै भनिसकेँ, हैन? यौन हिंसा हुनको लागि इच्छा विपरीतको के हो? यौन कार्य भएको हुनुपर्छ। र यौन हिंसामा पीडकले डर, धाक, धम्की, मोह, लोभ, हैन, र शक्तिको प्रभाव देखाइ यौन कार्य स्थापित गर्दछ र पीडकले जहिले पनि के गर्छ? अवसरको फाइदा लिन्छ। पीडितहरूसँग, हैन, विभिन्न अवसरहरू चाहिँ जुटाएर, हैन, परिवेशहरू चाहिँ निर्माण गरेर पीडितसँग चाहिँ यौन कार्य स्थापित गरेको हुन्छ। र यौन हिंसा गर्नेहरू प्रायशः चिने जानेका मानिसहरूबाट नै हुन्छ, परिवारको सदस्य, विश्वासिलो व्यक्तिबाट चाहिँ हुन्छ। यो कुरा चाहिँ एकदमै हजुरहरूले चाहिँ जान्नुपर्ने हुन्छ, हैन? हैन, त्यस्तो हुनसक्छ ल भने त यो जहिले पनि यौन हिंसा भनेको चिने जानेको, नजिकको र विश्वासिलो मान्छेबाट हुन्छ। त्यो कुरा चाहिँ हामीले बुझ्नु जरुरी छ। र कसैको यौन व्यवहारबाट कसैलाई यौन पीडा र अशान्ति महसुस भई मानसिक रूपमा विचलित गराउने कार्य चाहिँ यौन उत्पीडन अथवा चाहिँ सेक्सुअल हेरेसमेन्ट हो। अब यहाँनिर चाहिँ मैले दुई किसिमले परिभाषित गर्न खोजेको छु, यो यौन हिंसा र यौन उत्पीडन, हैन? जस्तो उत्पीडन भनेको अलिकता मनमा पीडा हुने, खुल्दुली हुने, हैन, कस्तो कस्तो हुने, त्यो चाहिँ उत्पीडन हो, हैन? पीडा जब हुने।
अर्को चाहिँ हिंसा भनेको चाहिँ के हो, उसलाई चोट र आघातै पुगेको हुन्छ। र यो चाहिँ खास गरी यो सेक्सुअल भाइलेन्स भन्दा सेक्सुअल हेरेसमेन्ट अथवा उत्पीडनको कार्य चाहिँ के हो, मानिसको शरीरमा अथवा मानिसको दिमागमा लामो समयसम्म रहने हुनाले यो चाहिँ हानिकारक हुन्छ र यसको नियन्त्रण गर्न पनि धेरै गाह्रो हुन्छ भन्ने कुरो चाहिँ हामीले बुझ्नुपर्छ। अर्को छ यौन उत्पीडनमा पीडितको शरीरमा पीडा वा छटपटी उत्पन्न भएको हुन्छ, अघि नै भन्छु मैले। र यौन उत्पीडनमा विभिन्न परिवेशहरू निर्माण गरी पीडकले पीडितसँग यौन लाभको माग गर्दछ, तर यौन कार्य भने सम्पादन भइसकेको हुँदैन। होइन, सेक्सुअल हेरेसमेन्ट भएको के हो भन्दाखेरि है, विभिन्न परिवेशहरूको निर्माण गरेर होइन त्यो पीडकले पीडितको चाहिँ धेरै पिछा गरेर कहाँ जान्छ, के गर्छ, कसो गर्छ, कुन उमेरको छ, त्यो धेरै परिवेशहरू निर्माण गरेर चाहिँ यो हिंसा कार्य गरेको हुन्छ। र प्रायः यो यौन हिंसा कार्य चाहिँ के हुन्छ, के अरे यौन उत्पीडन अथवा सेक्सुअल हेरेसमेन्ट चाहिँ प्रि प्लान हुन्छ। पुरा बुझ्नु हो, यौन हिंसा बरु अथवा सेक्सुअल भाइलेन्स बरु प्रि प्लान नहुन सक्छ, तर यो हेरेसमेन्ट जहिले पनि के हुन्छ, प्रि प्लान हुन्छ। उसले बुझेको र चिनेको मान्छेहरूलाई मात्रै उसले पनि त्यो पीडकले उत्पीडन गरेको हुन्छ। र यौन उत्पीडनको श्रृङ्खला लामो हुने भएकोले यो यौन हिंसा पनि भन्दा चाहिँ के हो, खतरनाक हुन्छ। मैले अघि नै भनिसकेँ। र यो व्यक्तिको इच्छा विपरीतको अवाञ्छित यौन व्यवहार हो र यो व्यक्तिको आत्मस्वाभिमान र दुनियाँप्रतिको सोचमा फरक पर्दछ। अब यहाँनिर चाहिँ के बुझ्नु पऱ्यो भने कतिपय अवस्थामा कोही मानिसहरूको सोच विचारले पनि फरक पर्छ। कोही मान्छेलाई त्यो पीडितको त्यही व्यवहारबाट चाहिँ यौन उत्पीडन भएको हुँदैन भने कसैलाई चाहिँ हुन्छ। र यसमा चाहिँ के हुन्छ, एउटा चाहिँ पीडितको लिङ्ग होइन, त्यो महिला हो कि पुरुष हो त्यसले फरक पर्छ। अर्को चाहिँ पीडित व्यक्तिको उमेर र पीडित व्यक्तिको चाहिँ यौनप्रतिको सोच। कोही चाहिँ यौनसँग सम्बन्धित अलिकता खुला समुदायमा हुर्केको, खुला परिवेशमा हुर्केको, खुला समाजमा संस्कारमा चाहिँ हुर्केको मान्छेहरूलाई चाहिँ यस्ता किसिमका गतिविधिले उसलाई चाहिँ उत्पीडन नहुन सक्छ। त्यो कुरा चाहिँ बुझ्नुपर्छ है त। तर यो यौन हिंसा जसले महसुस गर्छ, यो हिंसालाई चाहिँ हामीले त्यतिकै सहन हुँदैन। यसले चाहिँ मानिसलाई कालान्तरसम्म चाहिँ के हो, मानसिक र शारीरिक रूपमा चाहिँ आघात पुर्याएर ठुलो हानि नोक्सानी गर्दछ। यसमा पीडितले हिंसाभन्दा बढी पीडाको महसुस गरेको, जस्तो तपाईँ अफिसमा काम गर्नुहुन्थ्यो अथवा स्कुलमा पढ्नुहुन्थ्यो, त्यहाँ कसैले जिस्कायो, साथीभाइले जिस्कायो, केटा साथीले अथवा सरले जिस्कायो अथवा के भनिदियो तपाईँलाई भने तपाईँको फर्किँदाखेरि होइन, बाटोमा घरमा खाना खान लाग्दाखेरि पनि, सुत्दाखेरि पनि के हो, त्यस्तो पीडाको के हो अनुभूत हुन्छ तपाईँ। र अर्को छ यौन हिंसा। यौन हिंसाका रूपहरू के हुन सक्छन् त भन्दाखेरि अर्को चाहिँ बलात्कार एवं यौन दुर्व्यवहार। अब यसमा धेरै व्याख्या नगरौँ होइन। बाल यौन आक्रमण र व्यभिचार, बच्चाहरूलाई जिस्काउने, के गर्ने होइन, माया गर्ने नाममा, त्यो एकदम विचार गर्नु होला है। तपाईँको सानो त्यस्तो किसिमको बालबच्चाहरू, खास गरी चाहिँ केटी छोरीहरू छ भने त्यहाँ मान्छेहरूले माया गर्ने न्युमा चाहिँ विभिन्न किसिमको यौन शोषण अथवा यौन व्यभिचारहरू गरेको हुन्छ है। त्यो चाहिँ विचार गर्नु होला। यौनाङ्गमा वा नाङ्गो शरीरलाई हेर्ने वा देखाउन बाध्य पार्ने, यो पनि यौन हिंसाका स्वरूप हो। अर्को हस्तमैथुन गराउने, के हुनसक्छ है, त्यो सम्झिराख्नु होला। पछि अहिले यसको कानुनी उपचारका कुराहरू पनि छ। अस्वाभाविक रूपले चाहिँ जिस्काउने है, जिस्काउने, हेर्ने कस्तो राम्रो भन्ने, के गर्ने, छोइदिने हो, चिमर्दिने। अर्को चाहिँ के हो, विभिन्न बहानामा स्तनहरूमा छुने, छातीमा छुने, समाउने, शरीरमा छुने गर्छ। रूप र लगाइबारे अस्वाभाविक कमेन्टहरू गर्ने, तिम्रो आहा कति राम्रो लगाएको छ, कति राम्रो मेकअप गरेको छ भन्ने।
यो पनि के हो, यस्ता कुराहरू पनि के हो, यौन हिंसा हो। जस्तो टाँसिने, पिछा गर्ने, तपाईँ बराबर पिछा गर्ने के, सेक्स सम्बन्धी यौनसँग सम्बन्धित अश्लील कुराहरू गर्ने होइन, त्यस्तो पनि हुन्छ। अब विभिन्न के परिस्थिति निर्माण गरेर यस्तो जोकहरू भन्ने, अश्लील फोटो देखाउने, हेर्न बाध्य गराउने, मोबाइल खोल्यो अथवा कम्प्युटर खोल्यो त्यस्तो किसिमको देखाउने, किताबहरू देखाउने, त्यो पनि के हो, यौन हिंसाहरू। अब यो सम्झिराख्नु है के कुरा चाहिँ यौन हिंसा हुनसक्छ भनेर। अब तपाईँले यो अहिले बुझिराख्नुभयो भने पछि चाहिँ त्यसमा कानुनी सजायका कुराहरू छन्, त्यतिखेर काम लाग्छ। अर्को पोर्नोग्राफी भिडियोहरू देखाउने होइन, अश्लील भाषाहरू बोल्छ नि है, अपमानजनक टिप्पणीहरू गर्ने, यस्तो गरेको हुन्छ प्रायः चाहिँ होइन। गाउँघरतिर सहर बजारमा पनि हुन्छ, खास गरी गाउँघरतिर बढी हुन्छ। यो जबरजस्ती अँगालो हाल्ने होइन, विभिन्न बाहना बनाएर हाल्ने, यौन चुटकिदाहरू भन्ने, जोकहरू भन्ने, यौन प्रस्तावहरू गर्ने, आज फलाम ठाउँ जाउँ यसो गरौँ न भन्ने कोही त भनिहाल्छ। यो पनि के हो, जम्मै यौन हिंसाका रूपहरू हो। फोटो देख्नु भएको है, यस्तो गर्छ। यसरी छुने कार्यस्थलहरूमा, यो जहाँ तहीँ नै हुनसक्छ, मेला पर्वदेखि लिएर बाटो हिँड्दा ओर्दा एकान्त। अब यो खास गरी यो यौन हिंसाका पीडकहरूले चाहिँ जहिले पनि के गर्छ, अवसरको फाइदा लिन्छ। यो कुरा चाहिँ बुझिराख्नु पर्छ। फोटो हेर्नु, यो एकदम नेपालको एउटा चर्चित फोटो हो। यो पनि के हो, यौन हिंसा हो। थाहा छ है तपाईँहरूलाई? नेपालको चाहिँ धेरै चर्चित मान्छे हो होइन। यस्तो गर्छन्, यो पनि यौन हिंसा हो, सेक्सुअल भाइलेन्स। यो सेक्सुअल भाइलेन्सलाई विश्वका अधिकांश मुलुकले दण्ड सजायको चाहिँ व्यवस्था गरेको छ कानुनमा। अब अहिलेसम्म मैले चाहिँ यौन हिंसाका रूपहरू के हुन सक्छन् भनेर मैले भने। अब छ तपाईँलाई यो सेक्सुअल भाइलेन्स अथवा यौन हिंसासँग सम्बन्धित केही तथ्यहरू, यसलाई चाहिँ ठ्याक्कै बुझिराख्नुहोस् है त। यो यौन हिंसाको कार्य जहाँसुकै पनि हुनसक्छ, कार्यस्थलमा पनि हुनसक्छ, घरमा, स्कुलमा हो, मन्दिरमा होइन, खेल मैदानमा, उसमा धार्मिक शालाहरूमा है, जहाँ पनि हुनसक्छ। यो भागवत लगाउने ठाउँमादेखि लिएर स्कुलमा होइन, धेरै ठाउँमा जहाँ पनि हुन्छ, त्यो चाहिँ विचार गर्ने। महिला र पुरुष दुवै पीडित पनि हुनसक्छ, महिलाले पुरुषलाई पनि गर्न सक्छ, पुरुषले महिलालाई पनि गर्न सक्छ है। यो कुरा चाहिँ यो कार्य जति बेला पनि हुनसक्छ, प्रायः छ यो बिहान बेलुका या दिउँसो राति हुने भन्ने होइन, जतिखेर पनि हुनसक्छ, त्यो विचार गर्नु। अनि यो कार्य चाहिँ जोसुकैबाट पनि हुनसक्छ है, यो बुढोबाट हुने, अब नहुने होइन, केटा मान्छेबाट हुने यस्तो चाहिँ होइन, जोबाट पनि हुनसक्छ। र त्यो चाहिँ परिवेश र वातावरण अनुसार हुन्छ। र यो यौन हिंसाका कार्यहरू प्रायः अधिकांश चाहिँ के हो, चिने जानेको मानिसहरूबाट चाहिँ बढी हुन्छ। र जहिले पनि यो पीडक हुन्छ, जुन हिंसा गर्ने मान्छे हिंस्रक होइन, म त पशु नै भन्छु, उसले चाहिँ जहिले पनि के हो, अवसरको खोलेको। अवसर भनेको जस्तो एकान्त ठाउँ होइन, कोही साथी नभएको बेलामा होइन, ऊ चाहिँ त्यो पीडित मान्छे चाहिँ भाग्ने उम्किने ठाउँ नभएको ठाउँमा चाहिँ उसले यो हिंसा गर्छ। अर्को चाहिँ यौन उत्पीडन हुने अन्य कार्यहरू के छन्। अवाञ्छित रूपमा चाहिँ के हो, हामीले छुनु, स्पर्श गर्नु, अपमानजनक आचरण गर्नु होइन, मान्छेले चाहिँ विभिन्न पोजिसनहरू देखाउने, जिस्काउने, जिब्रो निकाल्ने होइन, बराबर धाप मार्नु, चिमट्नु, यो पनि के हो, यौन उत्पीडन हो। आँखा झिम्काउने, सिट्टी बजाउने, जिब्रो देखाउने, पड्काउने, इसारा गर्ने, यी सबै यौन उत्पीडन हो। अथवा सेक्सुअल हेरेसमेन्ट, अनावश्यक हेरचाह गर्ने, सहयोग गर्ने होइन, कोही त झोला बोकिदिने हो, जुत्ता सफा गरिदिने, भारी बोकेछ भने आफ्नो भारी बोकिदिने हो, त अनावश्यक सहयोग, यो पनि के हो, यौन हिंसा हो। सवारी
साधनको चाहिँ लिफ्टको अफर गर्ने, मोटरसाइकलको पछाडि बस भन्ने घर जाने बेलामा अथवा मेला पर्व जाँदाखेरि, अफिस जाँदाखेरि, आउँदाखेरि हैन बराबर भोजको आयोजना गर्ने, नाचगान गर्ने, यो पनि के यौन उत्पीडक कार्यहरू हो। लुगाफाटा देखावट चाहिँ बारे चाहिँ टिप्पणी गर्ने, कस्तो राम्रो लुगा लाग्यो, कस्तो राम्रो ब्याग भनिदिने हो। यसले पनि के हो मान्छेहरूलाई असहज महसुस हुन्छ। अर्को छ कसैको यौन जीवनबारे प्रश्न सोध्यो, के कसो होइन यस्तो सोध्यो भने पनि यो के उत्पीडक। अर्को चाहिँ यौन आपत्तिजनक जोकहरू भन्ने, जोकहरू भन्ने जिस्काउने, बराबर नैतिक अनि पिछा गर्ने, यो पनि के हो यौन उत्पीडनका कार्यहरू हो। यस्तो कार्यले चाहिँ के हुन्छ पीडकलाई के हुन्छ उत्पीडन महसुस हुन्छ र यस्ता कार्यहरू हामीले सहन हुँदैन। अर्को चाहिँ शारीरिक सम्बन्धका लागि प्रस्ताव गर्न अथवा माग गर्न, यौन उत्तेजक भाषा तथा उत्तेजक नृत्य गीतहरू गाउने हैन, कसैलाई सुनाएर त्यसो गर्छन् नि, तपाईँले महसुस गर्नुभएको होला। यसले चाहिँ हामीलाई के यौन पीडा उत्पन्न हुन्छ कि दिमागमा। अर्को महिलाले देख्ने गरेर अश्लील साहित्य, पोस्टर, पर्चा, पम्पलेट आदि टाँस्नु, राख्नु, प्रदर्शन गर्ने गराउनु, यौन सम्बन्धी चाहिँ के हो जोकहरू, व्यङ्ग्यहरू गर्नु, छेडखानी गर्नु हैन। यस्तो भनेर लेख्यो भने पनि के हो तपाईँलाई यौन उत्पीडन महसुस हुन्छ है। प्रायः कार्यालयहरूतिर यस्तो हुन्छ हैन, एउटै टेबलमा अथवा एउटै काम गरेको छ अथवा खाना खाएको छ, रेस्टुरेन्ट जाँदाखेरि यस्तो देखाइदिन्छ। यसले चाहिँ के हो मानिसमा यौन उत्पीडन महसुस हुन्छ र उसलाई चाहिँ शारीरिक तथा मानसिक रूपले कालान्तरसम्म चाहिँ के हो आघात गर्दछ र मान्छेलाई चाहिँ कमजोर बनाउँदछ र उसले चाहिँ आफ्नो जीवनको लक्ष्यसम्म पुग्नलाई चाहिँ बाधा उत्पन्न गराउँछ र यस्ता किसिमका हिंसाहरू चाहिँ बारम्बार भइरह्यो भने मान्छेहरूको चाहिँ के मृत्यु समेत अथवा अन्त्यसम्म त हुनसक्छ र यस्ता चाहिँ यौन हिंसा एवं यौन उत्पीडन कार्यहरू चाहिँ हामीले सहन हुँदैन र त्यस्तो कार्यलाई चाहिँ रोक्नका लागि कानुनी उपचारको बाटो चाहिँ हामीले अवलम्बन गर्नुपर्छ। यस्तो केटाले केटीलाई पनि गर्छ है, केटीले केटालाई पनि लाग्नु यस्तो यसरी फर्केर हेरेछ होइन त्यो केटाले। अब यो यौन हिंसा अथवा चाहिँ यौन उत्पीडनलाई चाहिँ अब त्यो पीडितको चाहिँ हाउभाउ होइन, लवाई खवाई, भाषा, संस्कारले पनि फरक पार्छ है। त्यसले गर्दाखेरि होइन तपाईँ बजार हिँड्दाखेरि कतै सार्वजनिक स्थानमा कतै जाँदाखेरि छोटो लुगा पुरा चाहिँ शरीर देखाएर हिँड्नु त त्यहाँ तपाईँलाई चाहिँ उसले केही न केही हिंसा गरेको हुन्छ होइन, त्यो विचार गर्नु त्यस्तो कुरा होइन, यस्तो हुन्छ। होइन यो यस्तो केटी छ, यस्तो बुढो मान्छेले यसरी हेरेको छ होइन, यो त यौनिक दृष्टिकोणको हेराइ हो नि त। अब यो केटीले चाहिँ आफूलाई यसरी हेरिरहेको कुरा थाहा पायो भने यो केटीको दिमागमा कस्तो असर पर्ला होइन, त्यो सोच्नुहोस् त। तपाईँको एउटा चाहिँ दिदीबहिनी घरको चाहिँ छोरीबेटीलाई चाहिँ होइन त्यस्तो गऱ्यो भने होइन तपाईँलाई कस्तो महसुस हुन्छ। त्यसका यस्ता कार्यहरू पनि के हो यौन उत्पीडक कार्यहरू हो। अब यौन हिंसाका असरहरू के हुन सक्छन् भन्दाखेरि यो यौन हिंसा अथवा उत्पीडनका असरहरू पीडितहरूमा मानसिक समस्या र आत्मविश्वासमा ह्रास हुन्छ। तपाईँलाई बराबर चाहिँ यौन हिंसामा परेको मान्छेहरू के हो तपाईँको आत्मविश्वास कन्फिडेन्सै हुँदैन कुनै काम गर्ने, कतै जाने, केही बोल्ने मान्छेहरू अगाडि होइन, लाज लाग्छ होइन, मलाई फेरि हिंसा गर्ने हो कि भनेर डर हुन्छ अरे।
अवाञ्छित गर्भपतन अथवा यौन रोगहरू लाग्न सक्छ हैन। अरूसित असुरक्षित गर्भपतन र बाँझोपन, एचआइभी एड्स हैन, सेक्सुअल ट्रान्समिटेड इन्फेक्सनहरू चाहिँ हुनसक्छ हैन, रोगहरू लाग्न सक्छ। यसले गर्दाखेरि के हो, हाम्रो शरीरलाई नै चाहिँ आघात परेको हुन्छ। यसले चाहिँ सृजनशीलता क्रियाशीलतामा चाहिँ कमी लिएर आउँछ। हिंसाले चाहिँ मान्छेलाई के मानसिक रूपमा पनि के हो आक्रान्त बनाउँछ हैन। मान्छेले काम गर्ने भनेको त दिमागले अराए अनुसार दिमागमा आएपछि काम गर्ने हो नि त। दिमागमा चाहिँ त्यो हिंसाको बारेमा सम्झ्यो भने त उसले राम्रो काम गर्न सक्दैन। राम्रोसँग काम गर्न सकेन भने उसले लक्ष्य हासिल गर्न सक्दैन। लक्ष्य हासिल गर्न सकेन भने उसको जीवन के सुखी समृद्ध हुन सक्दैन। अब यो हिंसा गर्नेलाई यो सामान्य लाग्छ हो, के अरे यौन हिंसा गर्ने मान्छेलाई उसले गरेको हिंसा सामान्य लाग्न सक्छ, तर जुन पीडित हुन्छ कालान्तरमा त्यो पीडित मान्छेहरूको चाहिँ जीवन नै चाहिँ जान सक्छ। त्यो कुरा चाहिँ सबैले चाहिँ बुझिराख्नुपर्छ यौन हिंसा भनेको। नत्र तपाईँको यो यौन हिंसालाई चाहिँ यो विश्वव्यापी रूपमा हाम्रो नेपालमा समेत अथवा मैले अब यसरी हजुरहरूलाई चाहिँ भिडियो तयार गरेर यसरी प्रशिक्षण दिँदैछु हैन भने यो चाहिँ एकदम महत्त्वपूर्ण विषय भएको हो। त्यस कारणले हजुरहरूले पनि यो मेरो प्रस्तुतिकरणलाई चाहिँ राम्रोसँग हेरिदिनु होला, सुनिदिनु होला। र अहिलेसम्म मेरो भिडियो च्यानल नलेज हबलाई सब्सक्राइब नगर्नु भए सब्सक्राइब गरिदिनु हुन र यो भिडियो मन पर्यो भने लाइक कमेन्ट र सेयर समेत गरिदिनु हुन हार्दिक अनुरोध गर्छु। अर्को यौन हिंसाका असरहरू बाँकीमा जस्तो सङ्क्रमणहरू, पोस्ट ट्राउमेटिक तनावहरू, डिप्रेसनहरू, आत्महत्यासम्म हुन्छ। मैले अघि नै भनिसकेँ हैन। फ्ल्यासब्याक हुन्छ, अतीतको यादहरू आउँछ मान्छेलाई हैन। कतै जाँदा केही गर्दाखेरि जस्तो बिहा गरेर अर्काको घरमा गइसक्यो अथवा बच्चा बच्ची पाइसकेपछि पनि त्यो पुरानो चाहिँ के यौन हिंसाको याद हुन्छ। त्यसले हेर्नु त कति असर पार्छ नि चाहिँ। त्यसकारण यो चाहिँ अपराधमा म त भन्छु सबभन्दा चाहिँ अपराधमा सबभन्दा चाहिँ ठुलो र हैन साङ्घातिक अमानवीय अपराध हो। यसलाई चाहिँ हामीले के हो रोक्न पर्छ। र कसरी रोक्ने भन्दाखेरि यसलाई चाहिँ कानुन बलियो बनाएर अपराधीलाई चाहिँ ठुलो सजाय दिएपछि मात्र यो चाहिँ अपराध कम हुन सक्छ। खानपानमा विकारहरू खान मन नलाग्ने त्यस्तो हुन्छ। मादक पदार्थ दुर्व्यसन गर्न सक्छ हैन। तनाव हुन्छ अनि मान्छेले खान्छ। सुन्नुभयो होला कति केटी मान्छेले पनि खान्छ है, रक्सी खाने, लागु औषध खाने, गाँजा खाने, केही न केही कारण हुन्छ क्या त्यतिकै खाँदैन। न त तपाईँले किन खानु भएन हो। तपाईँले के बुझ्नु पर्यो भने कोही मान्छेले एक्सेसिभ रूपले चाहिँ लागु पदार्थ खान्छ, मादक पदार्थ खान्छ, खानेकुरा खाँदैन, अब त्यस्तो डिप्रेसनमा गएको छ भने उसलाई चाहिँ विगतमा केही समस्या थियो, यौनिक समस्याहरू चाहिँ केही थियो भन्ने कुरो चाहिँ बुझ्नु पर्यो है। यसरी झगडा हैन आत्महत्यासम्म गर्न सक्छ। यो कसले गर्न सक्छ भन्दाखेरि यौन हिंसा, यौन पीडा दिने र यौन पीडा पाउने दुवै महिला वा पुरुष हुनसक्छ। देखिसक्नुभयो। पीडक जो पनि हुनसक्छ, आफन्त, मास्टर हैन, शिक्षक, डाक्टर, नेताजी, अफिसर, नातेदारहरू, गुरुहरू, पुजारीहरू, भाइहरू, दाइहरू पनि हुनसक्छ। त्यो एकदमै विचार गर्ने। तपाईँले सुन्नुभयो होला आफ्नै बाउले पनि छोरीलाई चाहिँ बलात्कार गरेका कुराहरू छन् हो। दाइले दिदीबहिनीहरूलाई भाइले गरेका, त्यो एकदमै विचार गर्ने हो। फेरि अविश्वास गर्ने भनेर अब जेमा पनि नगर्ने भन्ने कुरा हुँदैन हैन। त्यसमा चाहिँ अब पीडितको महिलाहरूको भूमिका पनि रहन्छ हैन। त्यसकारण यो कुरामा चाहिँ हल्का विचार गर्ने। पीडकले जहिले पनि अवसर खोज्छ क्या। मान्छेको अगाडि ग्रुपमा उसको साथी भएको बेलामा उसले चाहिँ हिंसा गर्दैन है। एक्लै भागेन, कोही सहयोग गर्ने मान्छे नभएको बेलामा हैन गर्छ। प्रायः चाहिँ चिने जानेको मान्छेबाट नै हुन्छ। मैले अघि नै भनिसकेँ, नचिनेको मान्छेले कहिले गर्दै गर्दैन। यो कुरा चाहिँ एकदम कन्फर्म हो। अब यहाँनिर म भन्छु, जुन केही वर्ष अगाडि कैलालीको टिकापुरमा हाम्रो एकजना हैन को चाहिँ बलात्कारपछि हत्या भयो है, निर्मला पन्तको है। त्यो त मेरो अनुभवले चाहिँ के भन्छ भन्दाखेरि त्यो चाहिँ त्यही नजिककै मान्छे, उसलाई चिने जानेको मान्छेबाट नै भएको हो। यो कुरा चाहिँ 100% हो क्या यो।
यो कुनै काठमाडौँबाट गएर अथवा पोखराबाट गएर झापाबाट गएर अमेरिकाबाट गएर पाकिस्तानबाट आएर गरेको हुँदै होइन। मात्र चाहिँ के हो त्यहाँ चाहिँ पहिचान गर्न चाहिँ विभिन्न कारणले गर्दाखेरि पहिचान गर्न नसकेको मात्र। अब यो सेक्सुअल भाइलेन्स सम्बन्धी केही तथ्यहरू म भन्छु। यो कार्य प्रायः एकान्त स्थानमा हुन्छ। सेक्सुअल भाइलेन्स अथवा यो हिंसा चाहिँ प्रायः चाहिँ एकान्त ठाउँमा हुन्छ। अघि नै मैले भनिसकेँ। भनेपछि तपाईँहरूकै एकान्त स्थानमा जाँदाखेरि अलिकता तपाईँलाई कसैले गर्न सक्छ जस्तो लागेछ भने नजाने है त, साथीहरू लिएर जाने। महिला र पुरुष दुई चाहिँ पीडित हुन सक्छन्। महिलाहरूले पुरुषलाई पनि गरेका थुप्रै घटनाहरू छन् अहिले विश्वव्यापी रूपमा है विचार गरेर। प्रायः एक्लो मानिसले आक्रमण गर्छ, ग्रुपमा कहिले पनि होइन। ग्रुप रेप अथवा ग्रुप सेक्सुअल भाइलेन्स भनेको कमै सुनिन्छ। बिहान बेलुका राति जतिखेर पनि हुनसक्छ। अलिकता मात्रा चाहिँ घटी बढी हुनसक्छ है। जोसुकैबाट हुन्छ अथवा चिने जानेको मान्छेबाट हुन्छ भनेर अघि नै भनिसकेँ। चिनेका मान्छेबाट। र यो सेक्सुअल भाइलेन्सको अथवा यौन हिंसाका पूर्व सङ्केतहरू हुन्छ क्या। कोही मान्छेले तपाईँलाई अथवा कसैलाई हिंसा गर्दैछ भने उसले केही सङ्केतहरू देखाउँछ। केही दिनदेखि के हो, पिछा गर्ने, तपाईँहरूलाई हेर्ने, तलदेखि माथिसम्म हो, नजिक जाने, बोल्न खोज्ने, त्यस्तो गरेको हुन्छ है। त्यसकारण त्यस्तो किसिमको मान्छेले अस्वाभाविक किसिमले तपाईँको अस्वाभाविक किसिमले कुनै मान्छेले तपाईँको पिछा गर्यो, केही सोध्यो, नजिक आयो भने तपाईँले शङ्का गर्नु पर्यो हो। गलत नियत भएकाले अवसरको पाउन साथ यो कार्य गर्छ। यो कार्य चाहिँ प्रायः नियोजित हुन्छ, योजनाबद्ध हुन्छ भने मैले अघि नै भनिसकेँ। यो जतिखेर जहाँ भेट्यो त्यहाँ हिंसा गरिहाल्ने भन्ने कुरो होइन होइन। यो चाहिँ योजनाबद्ध हुन्छ। हो आज म यसलाई चाहिँ यसो गर्छु भन्ने सरी। सरी। अब यो यौन हिंसाका पूर्व सङ्केतहरू मैले अघि नै भनिसकेँ होइन। तपाईँले चाहिँ बुझ्नु पर्यो। बिना कारण कोही चिनेको मान्छेले अथवा कोही मान्छेले तपाईँलाई घुरेर चाहिँ हेऱ्यो भने हिंसा गर्ने। बिना कारण सोधपुछ गर्ने, बोल्न आउने भयो भने, परिचय माग्यो भने हिंसा गर्छ। बराबर पिछा गर्ने, कहाँ जान्छ, के गर्छ होइन, कोसँग हिँड्छ, साथी सङ्गति को छ बुझ्ने भयो भने त्यो पनि उसले चाहिँ के हो सङ्केत गरेको हिंसा गर्ने। पटक पटक नजिक आउन खोज्ने, फोन नम्बर माग्ने है, बाहनाहरू बनाउने। नजिक आएपछि के हो यस्तो उस्तो, म यता जान लाग्यो, कता होला भनेर बाटो सोध्ने है। शरीरलाई छुन खोज्ने, एकान्तमा देखा पर्ने, बोलाउने। कहिले कहिले बाटो हिँडिरहेको छ पलाएर फुत्त लाएर निस्किने, ए है कहाँ जान लाग्नु भयो, के छ भन्ने। त्यस्तो काखमा बस्न भन्ने, कहिले कहिले जबरजस्ती केही वस्तुहरू दिने है, उपहारहरूको नाममा। अर्को जबरजस्ती सहयोग गर्ने, झोला बोकिदिने, भारी बोकिदिने, अघि मैले भने जुत्ता सफा गरिदिने। यो चाहिँ के हो यौन हिंसाका पूर्व सङ्केतहरू। यस्ता किसिमका सङ्केतहरू कसैले गर्यो भने तपाईँ यौन हिंसाका शिकार हुन सक्नुहुन्छ। त्यो कुरा चाहिँ विचार गर्नु है। अब यौन हिंसा विभिन्न किसिमले हुन्छ। अघि नै मैले चित्रबाट पनि भने होइन। अब यो मौखिक रूपले होइन, विभिन्न किसिमले अश्लील शब्दहरू चाहिँ बोलेर जोक बोलु भनेर पनि तपाईँलाई चाहिँ हिंसा गर्न सक्छ। अर्को चाहिँ दृश्यहरू होइन, विभिन्न फोटोहरू, भिडियो देखाएर अथवा एक्सनहरू देखाएर, डान्स देखाएर होइन, सेक्सुअल डान्सहरू देखाएर। अर्को चाहिँ शरीरलाई छोएर, र अर्को चाहिँ लिखित रूपमा चाहिँ कोही चिठी पठाएर हो, विभिन्न इमेलहरू पठाएर। यो पनि हुनसक्छ। विभिन्न 4 किसिमहरू। हामीले चाहिँ यो सेक्सुअल एसल्ट अथवा यौन हिंसालाई चाहिँ रोक्नै पर्दा यसले चाहिँ के हो मान्छेलाई दीर्घकालीन रूपमा असर पुर्याउँछ। र यो मानवता विरोधी चाहिँ अपराध हो। यसको चाहिँ नियन्त्रण गर्नुपर्छ। र हामी सबैको भूमिका हुन्छ यसमा। घर परिवारमा हुन सक्ने यौन हिंसाहरू यो पनि सामान्य बुझिराख्नुपर्छ होइन। कतिपय घरमै आफ्नै दाजुभाइ अथवाहरूले पनि यस्तो किसिमका यौन हिंसा गरेका कुराहरू हुनसक्छ।
अश्लील बोली बोल्ने, गाली गलौज गर्ने, इच्छा विरुद्ध श्रीमतीसँग यौन सम्पर्क। अहिले पछिल्लो चरणमा आएर यो म्यारिटल रेपको कुरा हो होइन। श्रीमानले श्रीमतीलाई चाहिँ जबरजस्ती जतिखेर पनि यौन सम्पर्क राख्न पाउँदैन हो। आग्रह गर्न पनि हुँदैन है, कुरा बुझ्नु भएन। आग्रह पनि गर्न भएन, एकदम बुझेर परिवेशहरू मिलेर गर्न भएन। यी त भयो के हो, घर परिवार भन्ने चाहिँ यौन हिंसाका रूपहरू। अर्को छ सार्वजनिक सवारी साधन, पार्क, रेस्टुरेन्ट, कलेज, स्कुलमा हुन्छ नि यौन हिंसाहरू त चाहिँ अश्लील बोली बोल्ने, संवेदनशील अङ्ग छुनाउने, आँखा झिम्काउने, घुरेर हेर्ने हो, अनावश्यक ठेट्टा मस्करी गर्ने, विभिन्न बाहनामा छुने, ठोकिने हो, गाडीमा ब्रेक लगायो भने ठ्याक्क राखेर छुनाउने। त्यस्तो तपाईँ केटाहरूले कतिले गरेको नि होला होइन, केटीहरूले अनुभव गर्नुभयो होला। अप्रासङ्गिक प्रशंसाहरू गर्ने होइन, मान्छेले त्यत्तिकै चाहिँ प्रशंसा कस्तो राम्रो कस्तो लुगा लाग्छ भन्ने, अश्लील वचन र व्यवहारहरू प्रदर्शन गर्ने, जिस्क्याउने, टाँसिने, महिला सिटमा चाहिँ चुइगमहरू राखिदिने, पुच्छर लगाइदिने हो, अश्लील इसाराहरू गर्ने, कुइना खुट्टाहरूले ठेल्ने र गाडीमा ब्रेक लगाउँदाखेरि ठोक्किन पुग्ने। यो पनि के हो, यौन हिंसा उत्पीडनहरू हो। काखमा बस्न अफर गर्ने हो, गाडीमा बसमा चाहिँ उभिरहेछ भने होइन, केटा मान्छे सिटमा छ, केटी मान्छे उभिरहेछ भने यहाँ बस भने भाडा तिर्न खोज्ने होइन, केटीको अलिअलि चिनेको केटी चाहिँ म तिर्दिन्छु भन्ने हो। बाहना बनाएर परिचय गर्न खोज्ने, बाहना बनाएर चिनेको जस्तो प्रसङ्गहरू बताउने, मैले तपाईँलाई यस्तो ठाउँमा देखेँ, तपाईँ फलानाको फलाना होइन भन्ने हो। त्यस्तो हुनसक्छ। यो पनि के हो, यौन हिंसाका रूपहरू हो। अब योर क्लोज नाइबर इज योर इमिडिएट इनेमी भन्छ। यो चाहिँ सेक्सुअल भाइलेन्स लगायत जो अन्य किसिमका अपराधिक कार्यहरू हुन्छ होइन, असुरक्षा पैदा गर्ने, तपाईँलाई अप्ठ्यारो महसुस गर्ने चाहिँ प्रायः चाहिँ के हो, नजिकका मान्छेहरू नै हुन्छ। यो कुरा चाहिँ तपाईँले बुझिराख्नुहोस् र यौन हिंसा त मैले अघि नै भनिसकेँ, प्रायः चिनी जानेको मान्छेबाट नै हुन्छ। र त्यो लगायतका जुन अन्य अपराधहरू हुन्छ असुरक्षा गर्नेहरू तपाईँको नजिकै हुँदैन है। तपाईँको घरमा चोरी गर्नलाई अमेरिका, जापान, बेलायतबाट मान्छे कोही आउँदैन क्या, त्यो नजिकको चिनी जाने मान्छे नै आउँछ हो। त्यो कुरा चाहिँ बुझिराख्नु। बसमा यस्तोहरू हुन्छ होइन। अब के छ त भन्दाखेरि यो यौन हिंसा त हामीले सहन हुँदैन। यसले चाहिँ यो घातक हो, मानवता विरोधी अपराध हो। भने यो यौन हिंसा अथवा यौन अपराधबाट पत्तालाई हामीले के गर्नुपर्छ भने सबभन्दा पहिला आत्मबलको विकास गर्नु। म कमजोर छैन, म मात्र छैन, मसँग परिवार छ, मसँग साथीभाइ छ, मसँग प्रहरी छ, मसँग समाज छ, मसँग कानुन छ भन्ने कुरो चाहिँ दिमागमा आउनुपर्छ। यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो होइन। किन भन्दा प्रायः यौन हिंसाका पीडकहरूले जहिले पनि अवसरको खोजी गरेको हुन्छ होइन। अवसर पाउने बित्तिकै यो गर्छ भने त्यस्तो किसिमको अवसर चाहिँ हामीले दिनु पर्छ। एकान्तवास नगर्ने, नजाने, राम्रा साथीहरूसँग सङ्गत गर्ने विचार गर्नुहोस् है। उच्च मनोबलका साथ हिँड्दाखेरि पनि लुकलुक गर्ने, कसैले जिस्काउँछ कि भनेर यहाँ गरेर हेर्नुभयो भने तपाईँलाई जिस्काउने, हिंसा गर्न सक्छ है। मानिससँग आँखा जुदाउने, सबै लगाइ गर्ने होइन। बाटोमा हिँडिरहेको मान्छेलाई सबै लुगा लगाउने मान्छेलाई हेर्छ कि अब एकदमै होइन आधी लुगा लगाउनु छ होइन। यसले पनि फरक पार्छ क्या, तपाईँको लगाइ हिँडाइ त्यसले पनि फरक पार्छ हिंसाबाट बच्नको लागि। शङ्का लागेमा के गर्दछ, कोही मान्छेले तपाईँलाई चाहिँ हिंसा गर्दैछ भन्ने चाहिँ शङ्का लाग्यो भने फर्केर हेर्नु होइन। आफन्त वा प्रहरीलाई खबर गर्नु। अहिले त म हातमा मोबाइल हुन्छ के हुन्छ, 100मा हानिदिइहाल्नुहोस् क्या फोन हो। यस्तो मान्छेले मलाई यस्तो गरेँ फलाने ठाउँमा यति बजेर यति मिनटमा ती भन्थ्यो, पुलिसले जे सोध्छ सबै भनिदिनु, त्यो 10-8 मिनटभित्र चाहिँ आइहाल्छ। यो 100% हो। तर तपाईँले चाहिँ त्यसमा चाहिँ कुनै अप्ठ्यारो मान्नु हुँदैन। पुलिसले तपाईँको गोपनीयताको पनि के हो, सुरक्षा गर्दछ। अब
नेपालमा चाहिँ यौन हिंसा नियन्त्रणका प्रयासहरू कहिले भयो भन्दाखेरि जस्तो 2065 सालमा हैन नेपाल सरकारले कार्यस्थलमा हुने यौन उत्पीडन एवं यौन हिंसा नियन्त्रण गर्ने उद्देश्यले चाहिँ 2065 सालमा चाहिँ एउटा चाहिँ कार्ययोजना निवारण ऐन चाहिँ ल्यायो। त्यसले चाहिँ केही कमीहरू चाहिँ भयो र त्यतिखेरको अवस्थामा 2065-60देखि 70को बिचमा चाहिँ यो डान्स बार, रेस्टुरेन्ट, क्याबिन, डोरी, मसाज पार्लर यस्ता कार्यस्थलमा चाहिँ धेरै हिंसाहरू भयो र यो कानुनले चाहिँ नियन्त्रण गर्नु चाहिँ धेरै महत्त्वपूर्ण भूमिका खेलेको थियो। प्रहरीले पनि यही अनुसार चाहिँ कारबाही गर्थ्यो भने अहिले आएर फौजदारी संहिता 2074ले चाहिँ यस्ता कुराहरूलाई यो यौन हिंसा सम्बन्धी कुराहरूलाई पनि के हो फौजदारी अपराधको रूपमा चाहिँ परिभाषित गरेर दण्ड सजायको व्यवस्था गरेको छ। यसले यो कानुनले गर्दाखेरि चाहिँ कोही पनि यौन हिंसाका पीडकहरू अपराधीहरू चाहिँ छुट्ने अवस्था छैन र तपाईँहरूले ढुक्क हुनु पर्यो। मात्र तपाईँले के हो समयमा तपाईँले त्यसको चाहिँ जाहेरी उजुरी चाहिँ हुन पर्यो। किन भन्दा नि यो यौन हिंसा भन्ने कुरो हामीले सहन हुँदैन। यसले चाहिँ हामीलाई शारीरिक र मानसिक रूपले कालान्तरसम्म असर पार्छ। तपाईँको जीवन नै समाप्त गर्न सक्छ। यसलाई सहन हुँदैन, जोसुकै होस् तपाईँले भन्नुपर्छ। र यो ऐनले चाहिँ अब दण्डित गरेका अपराधी कार्यहरू चाहिँ के थियो भन्दाखेरि आर्थिक प्रलोभन दियो नदी कसैसँग यौन सम्बन्ध स्थापित गर्न बाध्य पारेमा बाध्न लगाएर र प्रायः चाहिँ यो वर्क प्लेस भन्छ होइन, जुन कार्यस्थल हुन्छ, होटल, रेस्टुरेन्ट, डान्स बारहरू होइन, उद्योग धन्दा, कल कारखानामा काम गर्नेलाई चाहिँ यसरी बाध्य पार। श्रमजीवी महिलालाई थप आर्थिक सुविधा, पदोन्नति दिए अथवा दिलाउने भनी लालचमा पारी वा आश्वासन दिए यौन सम्बन्ध कायम राख्न लगाएमा पनि के हो सजाय हुने गर्छ। शुल्क वा रकमको प्रस्ताव गरी श्रमजीवी महिलासँग यौन सम्बन्ध राख्ने प्रयत्न गरेन, यो पनि के अपराध ठहराएर सजायको व्यवस्था गरेको छ। इच्छा विपरीत बाध्यतामा पारी यौन सम्पर्क राखेन र यौन सम्बन्ध राख्ने वा नराख्ने जुनसुकै उद्देश्यले श्रमजीवी महिलाको कुनै पनि अङ्ग स्पर्श गरेमा वा आफ्नो अङ्ग स्पर्श गर्न लगाएमा मदिरा वा त्यस्तै प्रकारका लागु पदार्थको सेवन गराई यौन सम्पर्क अथवा यौन उत्पीडनको काम गराएमा के हो यौन हिंसा गरेको चाहिँ ठहर्छ र यो गर्यो भने चाहिँ के हो कानुनी दण्ड सजायको पनि भागी हुनुपर्ने व्यवस्था गरेको छ। यसले पनि फरक पार्छ क्या। अब सबै लुगा लगाउने र अब यस्तो मान्छेलाई चाहिँ मान्छेको हेर्ने दृष्टिकोण फरक हुनसक्छ है अलिकति। अघि मैले भनेका जुन यौनिक क्रियाकलाप छ त्यस्तो मान्छेहरूलाई चाहिँ के अरे बढीमा 6 महिनासम्म कैद वा 50,000 रुपियाँसम्म जरिवानामा दुवैको व्यवस्था गरेको छ भने यो मुलुकी फौजदारी संहिता ऐन 2074 को चाहिँ जबरजस्ती करणीको महलमा चाहिँ यी सबै अघि माथि उल्लेखित यौन हिंसाका कार्यहरूलाई चाहिँ कडाभन्दा कडा चाहिँ दण्ड सजायको चाहिँ व्यवस्था गरेको छ। के यो यौन हिंसा नियन्त्रणको उपाय हो त होइन? यसरी हिंसा गर्नेलाई तपाईँले यसरी कुटेर पिटेर सक्नुहुन्छ, नियन्त्रण हुन्छ होइन, नहुन सक्छ नि त हो। यसरी पनि हुँदैन। र यौन हिंसा नियन्त्रण अथवा यौन उत्पीडन नियन्त्रणको सबभन्दा चाहिँ के हो होइन उत्तम उपाय भनेको के हो सचेतना। यो चाहिँ के हो भने एउटा चाहिँ के हो यौन हिंसा गर्ने मान्छे यो हिंसा गर्न हुँदैन, यो गऱ्यो भने चाहिँ दण्ड सजायको भागीदार हुन्छ भन्ने कुरो चाहिँ थाहा हुनु पर्यो। अनि अर्को चाहिँ जुन पीडित हुन सक्ने मान्छेहरू हुन्छन् त्यो मान्छेहरूले चाहिँ यो यौन हिंसा चाहिँ सहन हुँदैन। यौन हिंसा सक्यो भने चाहिँ पछि कालान्तरसम्म शारीरिक र मानसिक रूपमा चाहिँ आघात पर्न सक्छ भन्ने कुरो चाहिँ थाहा हुनु पर्यो। यो केबाट थाहा हुन्छ भन्दाखेरि सचेतनाको माध्यमबाट। अहिले तपाईँहरूले जुन यो मेरो भिडियो हेर्दै हुनुहुन्छ यो पनि सचेतनाको एउटा चाहिँ माध्यम हो। जुन भिडियोमा
मैले यो प्रस्तुत गर्न गइरहेको छु हैन। यो यौन हिंसा नियन्त्रणमा हामी पनि योगदान गर्ने हैन। यौन हिंसाले त मान्छेलाई त एकदमै असर बनाउँदछ, मान्छेको जीवन नै समाप्त गर्न सक्दछ, मान्छेले आत्महत्या नै गर्न सक्ने रहेछ हैन। उसले चाहिँ लक्ष्य उद्देश्य नै प्राप्त गर्न नसक्ने भन्दाखेरि यो परिवार व्यक्ति व्यक्ति मिलेर परिवार बन्छ, परिवार मिलेर समाज बन्छ, समाज मिलेर देश बन्छ नि त। त्यसकारण यो हिंसा चाहिँ व्याप्त समाज चाहिँ आर्थिक रूपले पनि के हो माथि जान सक्दैन हैन, विपन्न नै रहन्छ। त्यस कारणले हामीले चाहिँ यो समाजबाट चाहिँ यौन हिंसा चाहिँ नियन्त्रण गर्नुपर्छ। यो यौन हिंसा भनेको मानवता विरुद्धको चाहिँ अपराध हो। त्यस कारणले यो यौन हिंसा नियन्त्रण गर्ने जिम्मेवारी तपाईँको पनि हो नि त हो। त्यसकारण के तपाईँको घर परिवार छिमेक र समाजमा यौन हिंसा त भइरहेको छ हैन। तपाईँको छिमेकीको कसैले कसैलाई हिंसा त गरिरहेको छ, विचार गर्नु। अब यस्तो हिंसा भएको तपाईँले थाहा पायो भने के हो, आफू एउटा चाहिँ के हो सतर्क रहने, त्यस्ता यौन हिंसाका पूर्व सङ्केतहरू पायो भने सतर्क रहने र कसैले कसैलाई हिंसा भएको थाहा पायो भने तपाईँले के हो सोझै पनि के हो प्रहरी अथवा अदालतमा विभिन्न संस्थाहरूमा अहिले त स्थानीय निकायहरूमा पनि हुन्छ है, तपाईँले चाहिँ उजुरी गर्न सक्नुहुन्छ। सुरुवाती भयो कानुनी कारबाही हैन, नलगाउने समाज त झन् बिग्रिन्छ हैन। यो चाहिँ गोप्य कुरा हो, भन्न हुँदैन, लाज हुन्छ, बेइज्जत हुन्छ, भोलि बिहा गर्नुपर्छ है। अब त्यो जमाना गइसक्यो, केही फरक पर्दैन है। किन भन्दा त्यो तपाईँको कारणले होइन नि त, त्यो त अपराधी कारणले तपाईँलाई चाहिँ हिंसा भयो हो नि त हैन, सेक्सुअल हेरेसमेन्ट भयो, यौन अपराध भयो नि त, तपाईँको गल्ती त होइन नि। त्यस कारण त्यो कुरा पनि बुझ्छ, केही हुँदैन, यौन हिंसा सहन हुँदैन। अर्को आफ्ना महिला सन्तति कतै काम गर्छ भने अथवा कतै जान्छ भने यो कुरामा चाहिँ सतर्क रहने, पछि चाहिँ समस्या आउन सक्छ। एकदम हिंसा जोबाट जहाँसुकै पनि हुनसक्छ। यो यौन हिंसाले एकदमै मान्छेमा गहिरो चोट पुर्याउँछ। त्यो हिंसा चाहिँ सहन हुँदैन भनेर तपाईँको घर परिवारको महिला सदस्यहरू सबैलाई चाहिँ जानकारी गर्नुपर्छ। बाध्यता, आत्मविश्वासको कमी, कानुनी कुराको कमी, सचेतनाको अभाव आदि कारणले के हो यौन हिंसा मान्छेले सहन सक्छ है, भन्न हुँदैन मेरो त को छ र होइन होइन, यस्तो त भन्न हुँदैन, लाज हुन्छ भनेर मान्छे सहेको हुनसक्छ, तर कहिले पनि सहँदैन। जस्तो डरले बा आमा दाजुभाइलाई पनि भन्दैन, पुलिस कहाँ जाने पनि डराउँछ मान्छेले कतिपय। तर यो अघि भर्खर मैले त्यस्तो परिवेश भनिसकेँ होइन, त्यो यौन हिंसा तपाईँको आफ्नो कारणले भएको होइन भने तपाईँ चाहिँ पुलिस कहाँ जानलाई किन डर मान्ने होइन, त्यो अपराधीलाई किन जोगाएर राख्नुहुन्छ। तपाईँलाई त फेरि जोगायो भने त फेरि त्यस्तो हिंसा गर्छ तपाईँमाथि नै, अथवा त्यो मान्छेले अरूलाई पनि हिंसा गर्न सक्छ। त्यसकारण अपराध र अपराधीलाई कहिले पनि जोगाउनु हुँदैन होइन। किन यो देशमा चाहिँ प्रशासन छ, प्रहरी छ, समाज छ, जनप्रतिनिधिहरू छ, तपाईँको सुरक्षा गर्छ। त्यो कुरा चाहिँ एउटा चाहिँ ट्रस्ट पनि गर्नु पऱ्यो नि, विश्वास होइन। अर्काको भनाइमा मात्र लागेर चाहिँ हुँदैन है। अर्काले के भन्छ कसो भन्छ त्यो छोडिदिनुहोस्। जुन अहिले मैले यो भिडियोमा प्रस्तुत गरेको छु सत्य कुरा चाहिँ यही हो। किन भन्दा मलाई चाहिँ यो हिंसासँग सम्बन्धित धेरै कुराहरू, धेरै अनुभव छ। हाम्रो नेपालमा चाहिँ 30 वर्षसम्म नेपाल पुलिसमा काम गरेको अनुभव र विश्वका विभिन्न मुलुकहरूमा 3वटा संयुक्त राष्ट्रसङ्घ मिसनमा काम गर्दाखेरि पनि यस्ता अनुभवहरू मलाई छ होइन। र मैले विभिन्न अरू देशमा गएर प्रशिक्षण समेत गरेको छु विभिन्न प्रहरीलाई, समाजमा गएर। त्यस कारणले यो हिंसा सहन हुँदैन। तपाईँले यो हिंसा सहन ठुलो अपराध हो है। तपाईँले समाजप्रति अपराध गरेको ठहर छ, तपाईँले अपराध र अपराधीलाई जोगाएको ठहर छ। केही हुँदैन क्या, तपाईँको इज्जत केही जाँदैन। अहिले समाज अर्कै भइसक्यो। यस क्षेत्रमा काम गर्ने कार्यकर्ताहरूले, मान्छेहरूले होइन, अभियन्ताहरूले चाहिँ विचार गर्नुपर्छ। पीडक र पीडितको आत्मसम्मान र इज्जतलाई जहिले पनि ख्याल गर्नुपर्छ। कतिपय यो यौन हिंसासँग सम्बन्धित कुराहरू, उत्पीडनसँग सम्बन्धित कुराहरू चाहिँ होइन, दुईटै पक्षको इज्जतलाई होइन, वर्तमान परिवेश, त्यो सबै कुरालाई बुझेर चाहिँ आफूले चाहिँ त्यस्तो किसिमका त्यसमा चाहिँ कारबाहीहरू चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ। र कतिपय यो महिला हिंसासँग चाहिँ सम्बन्धित सङ्घ संस्थाहरूले, गोपनीयता नेताहरू चाहिँ काम कायम नगर्ने होइन, र आफ्नो संस्थाहरूको चाहिँ नाम देखाउन होइन, काम गरेको चाहिँ देखाउनको लागि चाहिँ पीडितको चाहिँ
परिचयहरू चाहिँ बाहिर चाहिँ भनिदिने होइन, त्यसले गर्दाखेरि धेरै समस्याहरू पनि आइरहेको छ। त्यो कुरा चाहिँ ख्याल गर्नु होला र यो अपराध हो, पाल्न हुँदैन। अघि नै मैले भनिसकेँ। ल, हजुरहरूले अहिलेसम्म मेरो यो हिंसा एवं उत्पीडनसँग सम्बन्धित यो होइन मानवता विरोधीको अपराधको सम्बन्धमा यो भिडियो प्रस्तुत गरेर ध्यानपूर्वक सुनिदिनु भयो, हेरिदिनु भयो र त्यसको लागि सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र यो मेरो भिडियो मन पऱ्यो भने लाइक, कमेन्ट र सेयर समेत गरिदिनु हुन र यस्तै खाली भिडियो हेर्नको लागि यो युट्युब च्यानलमा रहेको बेल आइकनलाई समेत दबाइदिन हुन हार्दिक अनुरोध गर्दछु। र अन्तमा अहिलेसम्म पनि मेरो युट्युब च्यानल नलेज हबमा चाहिँ सब्सक्राइब नगर्नु भएको हुनाले कृपया चाहिँ सब्सक्राइब समेत गरिदिन हुन हार्दिक अनुरोध गर्दै यहाँहरूको आजको दिन होइन, आजको अब आउने समय चाहिँ एकदम सुखद रहोस् भन्दै फेरि अर्को भिडियोमा भेट्ने चाहिँ बाचा गर्दै सबैलाई फेरि धन्यवाद दिन चाहन्छु। नमस्ते, जय नेपाल।